हेलो नमस्ते साथीहरू सबैजनालाई स्वागत छ हजुरहरूलाई हाम्रो एनदर ब्लगमा न्यू डे न्यू ब्लग हामी चाहिँ दुईजना रेडी भएर आज चाहिँ यस्तो जङ्गलको बीचमा आएर चाहिँ के अरे वेलकम गरे जस्तो भयो है त बाहिर त्यही भएर हामी त यो रुखको शीतलमा आएर चाहिँ एकछिन है अनि हामी दुईजना भएर चाहिँ उही लड लाग्छ हामी दुईजना भएर पक्नै साथीहरू अलिकति फुल फ्रेममा ल्याउँछु ल म हामी चाहिँ यस्तो यहाँ यस्तो लेकहरू छ कि लेकहरूमा चाहिँ अलिकति छोटो मिठो फोटो र भिडियो लिन आएको साथीहरू किनभने हामी जहाँ जाँदैछौँ त्यहाँ चाहिँ एकदमै घाम हुनेवाला छ ओपन हो अनि यता छौँ हामी दुईजना यस्तोमा दुईजनाको चाहिँ मिलेछ तर अनि हामी चाहिँ आज एलजी फिस्ट 2026मा हामी जानु लागेको हो अनि एकदमै गर्मी छ होइन गर्मी चाहिँ तर पनि गर्मीले पनि हामीले छेक्नेवाला छैन त्यही भएर हामी दुईजना चाहिँ जाँदैछौँ अरू साथीहरू उतैबाट आउँदै हुनुहुन्छ यस होइन यताबाट चाहिँ हामी दुईजना जानु लागेको सो यहाँ चाहिँ अब यो एलजी फिस्ट युके चाहिँ अब जस्ट वान अफ द लाइक ठुलो इभेन्टहरूमा एउटा पर्छ सो अनि आज चाहिँ आउँदै हुनुहुन्छ हाम्रो कन्दरा ब्यान्डबाट विवेक दाई आउँदै हुनुहुन्छ विवेक दाई किन भनेको भन्दाखेरि फेरि भन्नु होला विवेक दाईको बहिनी हामीले चाहिँ पहिला कलेजसँगै पढेको भएर मैले विवेक दाई भनेको एनिवे जस्ट नेपालदेखि अनि सबिन राई आउनुहुन्छ फेमस चाहिँ आर्टिस्टहरू आउँदै हुनुहुन्छ अनि सपोर्ट गर्न जाँदैछौँ सबैलाई ल हामी जस्ट उहाँहरूको चाहिँ कन्सर्टमा जाँदैछौँ हामी चाहिँ रमाइलो गर्नेवाला छौँ होइन अनि हजुरलाई पनि सकेसम्म हामी देखाउने कोसिस गर्छु हाम्रो भिडियोमा इन्जोय गर्ने होला हामी सँगसँगै त्यही हो साथीहरू साथै उसलाई चाहिँ सङ उसलाई चाहिँ एकदमै मेकअप अनि ड्रेस सबै गर्न आउँछ होला अनि उसले नै मलाई सिकाएर म आज यस्तो भएको खोलेर देखाउँछु ल मेरो उसको मेकअप हेर्नुहोस् कति राम्रो छ ल सी यू बाइ बाइ है स्टे ट्युन हामी के गर्छौँ कसो गर्छौँ तपाईँहरूलाई देखाउने नै छु मेरो पनि ब्लग छ उसको चाहिँ उसको ब्लगमा पनि हेर्नु किनभने मलाई चाहिँ मेरो भन्दा अनेस्टली हामी दुईजनासँगै हिँडेको प्रोग्राममा चाहिँ म मेरो भन्दा नि उसको ब्लगको वेटिङमा हुन्छु किनभने मैले चाहिँ अब आफूले लिँदाखेरि क्यामेरा अब अरूलाई धेरै देखाइरहेको हुन्छ नि त फोकस अनि उसकोमा चाहिँ मैले आफूलाई एकदम धेरै देख्न पाउँछु क्या सो मलाई चाहिँ उसको चाहिँ मनपर्छ तेरो हेर्नु होला उपमा लिम्बू छ होइन झन्डै अब उस्तै टाइपको ब्लग त हुन्छ भए पनि तर आफ्नो बनाउने वे फाल्टै छ मैले बनाउने फाल्टै छ है मचाली चञ्चलले अलिकति झालाक झुलु फालाक हल्का फुल्का टिप्सीमा नै हुन्छ त्यही भएर है ल साथी ल हेलो साथीहरू ल हामी त यहाँनिर फाइनली हामी आइपुग्यौँ यस्तो लङ क्यु रहेछ है यता ड्राइभर निसाहेब आज है अब यस्तै छ है ल यहाँनिर हस् हुन्छ झन्डै फोन पनि खोज्यो हेर्न केटी पर त ट्राफिक अरे यति धेरै गाडी भइसकेको छ जस्तो छ होइन अनि आज ड्राइभर नि ठिक छ जस्तो लाग्छ होइन ल गर्मी चाहिँ भयङ्कर नै छ तर अब पनि कोही बात नै घामले हैरान परेशान भयो ल साथीहरू प्रोग्राम त अलरेडी स्टार्ट भइसकेछ हामी चाहिँ भर्खर आउँदैछौँ ल यता छ है स्टेज चाहिँ हामी चाहिँ बल्ल यहाँ आउँदैछौँ स्टिल तर मान्छेहरू भर्खर आउँदै पनि हुनुहुन्छ ऊ छाता ओडी आउनु भएको छ यता पनि चस्मा लगाइसिनु भएछ अहिले त मेरो मित्रले ल सेवारो है सेवारो एक लिम्बूजी हामी त यहाँ भर्खर आउँदैछौँ के गर्ने ल तपाईँको गीत सुन्न पाइएन जस्तो छ हौ आदङ बसे तरेबे भन्नु अनि तरेबे ल अहिले एकदिन लिम्बूले गाउँदै हुनुहुन्छ साथीहरू अब हामी अब अलिक ढिलै नै आएको हो गर्मी भएपछि के गर्नु है उहाँको यहाँ बाहिरबाट सुन्दैछु भित्र गइसक्यो ल हेर्नुहोस् विजयको भन्ने गीत गाउँदै हुनुहुन्छ एकजना यता ल साथीहरू यस्तो मिठो एकजना छैन उता पर किन गएको ल गेट आउनु लाग्यो साथीहरू भित्र पस्ने दुईजनाहरू यहाँ ल साथीहरू यहाँबाट चाहिँ हामी भित्र टिकट देखाएर चाहिँ बस्नुपर्ने हुन्छ वेलकम टु एलजी फिस्ट भनेर पनि लेखेको छ हजुर देख्न सक्नुहुन्छ आशाको दिदीको छोरा मेरो छोरा नाति यहाँ आशाको छोराहरू नि त छोरा बडाहरू भेटेर हामी चाहिँ यहाँ
अझै हेर न अझै अझै तिम्रो गर्लफ्रेन्ड आएन नमस्ते सन्चै हुनुहुन्छ हामी जाउँ यता भित्र यस्तो हावा चलिरहेको छ शीतल भयो अहिले त है आशा शीतल भयो नमस्ते कस्तो हुनुहुन्छ थ्याङ्क यू ठिकै दिइसक्यो ए हजुर कहिले परेको छैन मलाई त मलाई कहिले परेको छैन लागि ल ल हजुरको मुखमा दुध भात हुन सक्छ है पऱ्यो भने मैले उहाँ चाहिँ के हुनुपर्छ हामीले हस् न हुन्छ ल हस् ल Just empty bag. Nice to be back. Thank you. Empty bag. Thank you. Yeah, just an empty bag. ल सुन पर्छ कि होइन नानु अहिलेसम्म चाहिँ पढेको रेकर्ड छैन आज पढ्यो भने चाहिँ म बेहोस हुन्छ होला ल थ्याङ्क यू ल थ्याङ्क यू है हो Thank you तपाईँहरू सबैजनालाई थ्याङ्क यू टु अल दी अर्गनाइजर टिम एलजी फेस्ट युकेलाई थ्याङ्क यू तपाईँहरूलाई म एकदमै धेरै नर्भस थिएँ 1 वर्षपछि मैले सो गरेको थिएँ कहीँ कतै पनि गरेको थिइनँ आज एलजी यु नो युकेलाई मैले नाइ भन्न सक्दिनँ फेरि पनि भन्छु म फेरि अर्को वर्ष आउने बाचा गर्दै ओ मेरो चस्मा हाम्रो नमनी भेट भएको छ कति धेरै नमनीहरू भेट भयो आज त मिना भेटेको छ अरू नमनी उता जानुभयो कोही जाऊ नमनीहरू खोला भेट भाइलाई पहिला भेट भयो हेलो श्री छुरी के छ त ए हिरो भएर आउनु भएको छ त आज त दिदी मैले चाहिँ दिदी दिदीको भिडियो बनाएको किनभने छु दिदीको लागि बनाएको कि यो चाहिँ हजुरले छु दिदीलाई मिस गर्नु भएको होइन त हजुरलाई यहाँ दिदीहरूले सोध्नु भएको थियो यस्तो व्यवस्थित सरी तरिकाले आउनु भएको छ रिल्याक्स भएको छ होला होइन ल रमाइलो गरे दिदी पङ्खा पनि बेला बेलामा लाउनुपर्छ क्या हुन्छ हजुर भएर नि यहाँ हेर्ने
विवेक भाइले हामीलाई ड्रिङ्क किन्न जाँदै हुनुहुन्छ मैले चाहिँ पानीहरू खाने यहाँ अरू के खानेहरू अनि मैले चाहिँ पानी सस्तो भइदिनु भन्नुहुन्छ क्या अनि मैले त्यो पानीमा चाहिँ सुन चाँदी हिरा मोती मिसाएर दिनु भाइ अनि महँगो हुन्छ भनेर भनेको थिएँ सब यता लगाउनु अझै डराउनु भइरहेको छ साथीहरू कुन मेरो पानी अनि विथ आइस आइस चाहिँ अहिले हाल्नु छ ओके ल थ्याङ्क यू भाइ भाइलाई थ्याङ्क यू यस्तो महँगो पानी किनिदिनु भएकोमा ल चेस है ल चेस ल अहिले चाहिँ हाम्रो सोल्ची आउनु भएको छ हाम्रो भ्लगमा सोल्चीलाई मैले क्याप्चर गरिहालेँ ल अब उता सोल्ची यता भाइ जता गएँ उतै भाइ र सोल्चीहरूको धनी भएन म फ्यानले भेट्नु भएर चाहिँ मन गदगद भएको छ अरे ल थ्याङ्क यू यता पनि हो अहिले भरे चाहिँ यो मजाले बल्छ के भरे चाहिँ डिफ्रेन्ट पर्फर्मेन्स हुँदा चाहिँ रमाइलो गरेर यो पाल्नुपर्छ है यता पनि साथीहरू अब चाहिँ हाम्रो प्रिन्टर है अनि दासभाइ ब्यान्डहरूको पर्फर्मेन्स हुन गइरहेको छ सब यहाँ हेर्नमा आतुर भएको अरू शङ्कर भाइलाई मिस भयो शङ्कर भाइ ल विवेक भाइलाई हेरेर ल यो चाहिँ शङ्कर भाइलाई डेडिकेट गर्नु पर्यो यो चाहिँ अब फर्स्ट सङ चाहिँ हाम्रो शङ्कर भाइ उसले एकदम कस्तो हेर्छ नि त ओके शङ्कर भाइ आउनु भएन अन्त ल बाटो हिँडी देउला तिम्रो साटो बाटो वत होइन म हिँडिरहनलाई थाकिसक्यो देउला पाल मनको कुरा छ यो मनै राखी गाउँदैछु गीत छ यो तिम्रै लागि के छ हालखबर सबैको पुरानो 2025 मा हामी पहिलाको साल आएको थियौँ अनि 2026 मा फेरि पनि आएको छौँ थ्याङ्क यू सो मच एलजी फेस्ट मेक सम नोइज फर एलजी फेस्ट एभ्रीबडी के भयो मेक सम नोइज फर सुबेक नोइज निकाल्नु पर्यो सो वान्स अगेन धेरै धेरै धन्यवाद धेरै धेरै माया सम्पूर्णलाई हामी चाहिँ पुनः राई र दाजुभाइहरू सिधै धरानबाट अनि हिजो मैले धरानका ग्याङहरू भेटेको थिएँ यहीँ छ अहिले चाहिँ चिप्छु कहिले चाहिँ चिप्छु भन्ने
जाने नै हो र छेडिँदै नभेट्दा साथै जान्थ्यो प्राय समय बिजेले मलाई पानी किनिदिएको छ थ्याङ्क यू दामी देखेछ दामी चियर्स ल चियर्स गर्नु न ल दुईजना साथीहरू म त कोक पिउँदैछु के गर्नु ड्रिङ्क नगरेपछि गाह्रो छ हाम्रो यहाँ भिडियो हुँदैछ साथीहरू भोक लाग्यो सो हामी चाहिँ मोमो स्टेसनमा आइरहेको अवस्था हो अहिले चाहिँ अब हल्का खानुपर्छ अनि फेरि रमाइलो गर्नुपर्छ एकजना चाहिँ अघि नै टल्ली पल्ली भइसकेको छ टल्ली पल्ली भइसकेको अवस्था हो बिहेक भाइलाई फर्काएको छ यसले टल्ली भएर सुभाष भाइलाई होइन सुभाष भाइलाई सुभाष भाइ सुन्नुहुन्न बोलाए पनि बोलाएको सुन्दैन त हो हेलो भन्दा नि बल्ल सुन्नु भयो ल सही छ ल खाना भाइ न हँसाउनु न थ्याङ्क यू ल थ्याङ्क यू सिरियसली दिनु नि भाइ ल आफूलाई मैले अस्ति खाने हो किन मिठो लाग्दै लागेन यो ल है हामी चाहिँ सुरु हुँदैछ ल खानुहोस् है खानुहोस् रमाइलो गर्नुहोस् मेरो बस हराएको हेडबाग भाइ भाइ होइन पानी राखिदिनुहोस् न मलाई ल थ्याङ्क यू ल थ्याङ्क यू भाइ हजुर मेरो ब्लगमा स्वागत छ ल भाइ भाइ चाहिँ होइन भाइ चाहिँ हाम्रो नमान्ने नमान्ने को भाइ हुनुहुन्छ त्यसले हाम्रो पनि भाइ भाइको चाहिँ उहाँ नम्बरी अनि हाम्रो सुभाष भाइको पनि नम्बरी हुनुहुन्छ हाम्रो नम्बरीको भाइ हो है फेरि हामी यहाँ पुरा खाँदैछौँ ल पानी पर्यो हस् मेरो भ्लगमा हजुरलाई स्वागत छ ल साथीहरू उहाँ स्टेजमा सबिना आइसक्नु भयो है गीत गाइसक्नु भयो हामी भने थाक्छ एकजना यहाँ चटपटी हेर्नु न आमा You guys having fun? Hello, Alishad. Hello, Algians. रमाइलो भइरहेको छ Thank you for coming, सबैजना धेरै धन्यवाद आइदिनु भएकोमा फेरि पनि Each and every one. हिजो हामी टुङ्गा रेस्टुरेन्ट गएको थियो दामी खाना ताकि स्टाफ भाइ बहिनीहरूले पनि मलाई खुसी दिने तिमी नै हो 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 तिमी नै हो
हाम्रो कन्नड ब्यान्ड आउने बाँकी छ नि त अनि केटीहरू चाहिँ यस्तो धमाका नाच्दैछ ब्यान्ड गीत आउनुभन्दा अगाडि यहाँ म्युजिक लगाइदिएको छ साथीहरू हामी कन्नड ब्यान्डको वेटिङमा अझै पनि केटीहरू चाहिँ काम छैन हल्ला गरेछ है ल हेर्नुहोस् यिनीहरू चाहिँ कन्नडको गीत सुन्ने रे कन्नड ब्यान्डको गीत सुन्ने भन्छ जुन गीत आए पनि नाचेको छ उहाँ चाहिँ हाम्रो सब्सक्राइबर थ्याङ्क यू बहिनी रिता हुनुहुन्छ आजभन्दा भोलि थाहा हुन्छ कि यिनीहरू चलेको मान्छेहरू यति दुःख दियो कि हामीले होइन घरि के बनेछ घरि के भनेछ है फर्स्ट टाइम मेरो भ्लगमा आउनु भएको है के गर्ने सेक्सी लेडीहरू छँदै थियो कस्तो रामी देखिनु भएको छ ल ब्युटिफुल मोडलहरु पाउँदा you have to fry what about him what about भाइलाई त handsome मोडल पाउँदाखेरि प्लिज है बिना पैसामा तैले हामीले फोटो खिच्न पाउनु भनेको एकदम लकी अनि हो धन्यवाद हजुरहरुलाई मुरी धन्यवाद हेर्नुको साथी यहाँ कमला र मेरो साथी अगाडि सरी यो केटीहरु सानो साथीहरु म चाहिँ यिनीहरुको पिछे छु के साथीहरु अन्त आज सबैजना सरी भाइ आज 2001मा जब म युकेमा आएको थिएँ यो क्राउडको अगाडि हामीले यसरी म्युजिकल पर्फर्मेन्स गर्न पाउँछु भन्ने सपना देखेको पनि थिएन इट्स बियोन्ड माई इमेजिनेसन थ्याङ्क यू सो मच अनि हामी पढ्यौँ कन्दरा बाइ द वे कान्दरा होइन हामी पढ्यौँ कन्दरा साथी दाइ कति सपोर्टिभ दाइ यस्तो हजुर साह्रै सपोर्टिभ दाइ हजुर साह्रै सपोर्टिभ हुँदो रहेछ यसको साह्रै सपोर्टिभ हस्बेन्ड के मक्ख छ त्यही भएर नि अहिलेसम्म माया गर्नुभयो थ्याङ्क यू सर अब यो के को पालो हो हामीहरू यहाँ ल भन्नुहोस् मुस्ताङको को हुनुहुन्छ मुस्ताङको quite a few ओके हामीहरू यहाँ झापाको को हुनुहुन्छ झापाको very good हामीहरूमा यहाँ धनगढीको को हुनुहुन्छ धनगढीको अब पालो आयो स्याङ्जाको कोही हुनुहुन्छ मैले गाएको सुन्नु भएन म मेरो इन्जिनियरलाई भनिदिन्छु है मैले गाएको सुन्नु भएन है
हामी नेपालीहरू को हुनुहुन्छ यो हो नि हामी त हामी पोखरा काठमाडौँ कुन होइन हामी सबैजना को हो अब म तपाईँलाई त्यो नेपालको डाँडामा अनि त्यो खोलामा अनि त्यो कन्दारामा लिएर जान्छु हुन्छ पर्फेक्ट मेरो भोकल सुन्ने बनाइदियो प्लिज है He must be around like 20, 25 maybe. And then he is actually singing a song and dancing at the same time. Thank you so much, Babu. Seriously, Babu. Thank you. I can't touch you more. Okay, that's a green. There were Chanda, Nepal, Chanda, Chu. It's a more possible to green. Volunteers are doing if possible. I want 5 minutes of your time, please. कति कसम खाए पनि मैले खासमा यो गीत चाहिँ हाम्रो गीत होइन नि त यो होइन यो गीत चाहिँ हाम्रो विवेक दाइले चाहिँ अहिले आफ्नो गीत नगाउनु भएर अरुण थापाको गीत गाउनु भयो भर्खरै अब तपाईहरुलाई सोच्नु फेरि म लड्यो भने त पछि भाइ अलराइट अब तपाईले भन्नुस् यो गीतको सिंगर अरुण थापा है उहाँलाई दिएको गिफ्ट फिर्ता लिनुस् है नो चान्स नो इट्स नट फेयर होइन गीत गाउने मान्छे चाहिँ थाहा हुने होइन गीत लेख्ने मान्छे चाहिँ थाहा छ इज द्याट फेयर नो इट्स नट फेयर इट्स नट फेयर तपाईँलाई थाहा छ गीत गाउने गीत लेख्ने नो आइ एम स्योर यहाँ कसैलाई पनि थाहा छैन होइन सरी अब अलि एकछिन ल साथीहरू अब हामी चाहिँ खास प्रोग्राम अलि सकेको त छैन स्टप लेडिजहरू हे भगवान् रामी लेडिजहरू स्टप हाम्रो एउटा कुरा भन्छु हाम्रो प्रोग्राम सकेको छैन विवेक राईले गाउँदै हुनुहुन्छ तर हामी चाहिँ बाठो भएर छिटो निस्केको ट्राफिकलाई छेक्नुलाई होइन अभोइड गर्नुलाई हेर्न आजको दिन बवाल भयो नि होइन ल जय एलजी भन्यो नि सबैजनाले ल जय एलजी है ल गुड नाइट थ्याङ्क यू फर वाचिङ बाई बाई गुड नाइट गाइज बाई